इडियट फ्रेन्ड्स ग्रुपमा तपाईँहरूलाई स्वागत छ। आइया म चाहिँ त्यसमध्येको एकजना पात्र ऋतुजा भट्टराई होइन। मैले हाम्रो प्रिय प्रिय आदरणीय मित्रहरूलाई छोडेर चाहिँ पहाड आइरहेको छ भिडिङ हिसाबमा होइन, वर्किङ हिसाबमा होइन। हामी धान काटिरहेको छौँ, यहाँ देख्न सक्नुहुन्छ। आज र भोलि चाहिँ चुई काम गर्ने हो होइन। भन्दाखेरि अब चाहिँ हाम्रो कति हो आज र भोलि धान काट्नलाई, त्यसपछि पर्सि गोबर बोक्नुपर्ने होला, मल बोक्नुपर्ने होला। अनि त्यस पछाडि फेरि अर्को दिन भनेको हाम्रो कोपीको बिरुवा रोप्ने दिन छ। अनि फेरि अर्को दिन भनेको हाम्रो सुन्तलालाई मल हाल्ने दिन छ। अनि फेरि अर्को दिन भनेको हाम्रो फेरि धान उठाउने दिन हुन्छ, टिका लगाउने दिन हुन्छ। अनि त्यसपछि फेरि अर्को दिन भनेको हाम्रो झार्ने खन्काउने दिन हुन्छ। भन्दाखेरि अबदेखि एक हप्ता ऋतुजा भट्टराई एक हप्ता चाहिँ वर्किङ भिसा लाग्नेछ। त्यस पछाडि चाहिँ इन्ड हुन्छ, लगभग रिटर्न ब्याक टु इटली हुन्छ होला जस्तो मलाई लागिरहेको छ होइन। त्यहाँसम्म चाहिँ धैर्य गरिदिनु होला। देख्न सक्नुहुन्छ हाम्रो यहाँ सुन्तला यति धेरै फलिरहेको छ नि, यति धेरै त नभनौँ, यसपालि चाहिँ अलिक धेरै फलेछ पोहोरकोभन्दा। तलसम्म फलिरहेको छ। यहाँ हामीले विनलाई फेरि दिनको कतिवटा खान्छ विन तिमी? दिनको यिनले चाहिँ यिनलाई स्कुल नलागेको दिन चाहिँ यिनले कति 1 कार्टुन 20 केजी जति चाहिँ एक्लै खान्छ यिनले। त्यो देख्न सक्नुहुन्छ। यहाँबाट हेर्नुहोस् न, यहाँ पारिपट्टि हेर्दाखेरि पनि भ्यू पनि यस्तो बबाल देखिन्छ। बिहान बिहानै हेर्दा माथि हिमाल देखिन्छ। अलि पछि जाडोमा चाहिँ झन् कस्तो बबाल देखिन्छ कि त्यहाँनिर हिउँ तलसम्म आइरहेको हुन्छ होइन। नै उठेर धान काट्न गएको थियौँ। अनि अहिलेलाई चाहिँ भनेको हामी गइरहेको छौँ भात खान। भात खाएर फेरि हामी ब्याक टु धान काट्न। धान काट्छौँ आज दिनभरि, भोलि दिनभरि टेन्सन छ टेन्सन छ भन्ने टेन्सन भएन। एकदम मजा आइरहेको छ। यहाँ सबजना फेरि सँगै काम गर्दाखेरि होइन एकदम रमाइलो भइरहेको छ अहिले। मम्मी यहाँ अझै हाम्रो मम्मी हुनुहुन्छ। यसो हेलो भनिदिनु न त, यता फिर्केर बाबु कि गए तल सबै भाषामा गइसक्नु भयो, बोलाउनु भयो। अनि हामी गएको जाँदैछौँ होइन। अहिले यति नै। यता हेर्न सक्नुहुन्छ हाम्रो यहाँ सिमी के फलेको रहेछ। यहाँ सुन्तला, यता आउँदै खोर्सानी, यता इल्ची रहेछ। यति धेरै चिज छ हाम्रोमा। तपाईँहरूलाई के थाहा? तपाईँहरू पनि भिजिट गर्न आउनु होला हाम्रो बारी। साथसाथै धान काट्न सघाउनु होला, धान काट्नु होला, जानु होला। केही नदिने धान काटे बापत हामी 2-4 भात दिन्छौँ मिठो तरिकाले। चटनी बनाइ ओरिदिन्छौँ। त्यो केरा पनि फलेको रहेछ, देख्न सक्नुहुन्छ त्यहाँ तपाईँहरूले। यस्तो छ जिन्दगी, पहाडको जिन्दगी। भाइ आर यु अफलाइन दिनभर भनेर क्वेसन नगर्नु होला तपाईँहरू होइन। मलाई त्यस्तो क्वेसन आउँछ। भाइ आर यु दिनभर अफलाइन नबोलिङ, रिप्लाई नदिउँ भनेर गुनासो नगर्नु होला। एकदम म स्ट्रगलको फेजमा छु, एकदम वर्किङ भिसामा लागेको छु होइन। अहिले धान काटेन भने फेरि पछि मलाई भात नदिने अरे होइन। मम्मी के भन्नुहुन्छ तपाईँ होइन? बिरुवा हिँडुवा भन्छन्। यहाँ धान अगाडि गइस् भने चाहिँ तँलाई भात खालिसकेपछि चामल पठाइदिनु न, अलिकति यताको रुचेन भन्नुहोस् मलाई। सो त्यही हो, काम गर्नु परेको छ, खानु परेको छ। यहाँनिर एकदम खानु चिन्छ तर टेन्सन छैन एकदम। देख्न सक्नुहुन्छ हामी भात खाइवरी आइसकेका छौँ। धान काट्न आयो भने यति आइसकेको छु। यहाँ चाहिँ हाम्रो हामी अनि घाँस काट्नु आउनुभएको अरे धान काट्न। के छ मेला आउने बेला यतिखेरै हो? नलाइ अन्तै जाने? अर्मिना मामुकोमा जानु? कतितिरको मेला भ्याएर? हैसा खोइ अनि लठी लिएर आउँछन् त? एल्लु छिटाउनु बेर भयो भने खाजा दिँदैनन् नि फेरि। ज्याला कति दिनु यतिखेर आएको? अनि 12 बजे आएर 500 पाइँदैन त? ल कतिजनाकोमा चाहिँ कमाउनु भयो? यो मङ्सिरमा कति कमाउनु भयो? त 49,000 चाहिँ के को धान काटेर कमाएको होइन? त्यो अस्ति बुधबार आएको 49,000 चाहिँ अफिस गएको, आज शनिबार छुट्टी चाहिँ धान काटेर कमाउने। ए यो धान काटेको पैसाले के गर्ने? तीर्थ जाने। यति धान काट्नु भयो। अनि आजको झोला पाएको मेरो त 500 चाहिँ आज झोला पाएको भनेर होइन त आमा? हेलो यता
आएर भन्दैन आजको ज्याला पाएको होइन त पाएको त हो कति पाएको अरे 5-6 दिन थियो सबैले कति काट्नु भएको धान चाहिँ कति काट्नु भएको गाई चाहिँ हेर्न सक्नुहुन्छ है यति यति गर्नु 5 रुपियाँ ज्याला पाकिरहेछ मेरो बिहान 7 बजेदेखि काटेको कति पाएको मेरो ज्याला बिहान खोइ अब कति दिन्छन् मालिकले कति दिन्छन् हेर्नुहोस् त गाई हाम्रो खेतालाको गति के छ हेर्नु त हाम्रो खेतालाको गति के छ यहाँ हेर्नु त आमा यहाँ यस्तो अनि कति अरे दिनको हाजिरा 500 बाले बाले यसलाई कसले लडायो आफै लडेको तपाईँलाई कसले लडायो के गरेर थियो धानले लडायो ए के भन्नु लडाइहालेको लडिहाल्नु अघि उता जुनतिरको त्यो ठुलो खलेगरको आधी अलिकति काट्थेँ अनि मेरो त मान्छे काको होइन घोडी फित्ता गरेँ अलि अथवा अरू मासु गरौँ गरिकन अब यो आधी घन्टा थिचौँ अनि उतो मासतिर ठुलो गरेर बस्दै काट्दै गरेँ अनि फेरि अब यो भोगना ओर्लिन हैरान हुन्छ होला भनेर टुक्रो काटेँ तपाईँलाई पुग्ने काट्नु हो त्यसलाई हिँड्न पुगे त तपाईँलाई के लाग्छ पुग्छ होला यसपालि गीतमा ल धन्यवाद माथि चाहिँ धान काटिसकेका छौँ आज लगभग छुट्टी हो कि खाजा खाएर तल ढुङ्गामुनि काट्नेछौँ हामीहरू सो अहिले चाहिँ हामी चाहिँ यहाँनिर अलिकति घाँस काटेको थियौँ त्यही भएर लिन आएको लिएर अब हामी सिधै कहाँ ल्यान्ड हुन्छौँ नि बाख्राको ठाउँमा ल्यान्ड भएर चाहिँ हामी घर जान्छौँ खाजा खानको लागि सो यतिन्जेलको लागि फेरि बिदा हुन चाहे हस्त धन्यवाद गाइस फाइनली हाम्रो चाहिँ धान काटिसकेको छ र हामी चाहिँ चोक जाँदैछौँ राति भइसकिरहेको छ जस्तो मोबाइल हेरिरहेको छ एउटा हामी चाहिँ जाँदैछौँ कता चटपटे खाना जाँदैछौँ अनि गरम मासु सबै नै दुखेको छ यस्तो भइरहेछ तपाईँहरूलाई के कति थाहा छ हामीले हिजो बिहान 7 बजेदेखि काम गरेर हिजो चाहिँ छिटै छोड्यौँ आज पनि 7 बजेदेखि काम गरेर अहिले भर्खरै 5:30 सम्म कति बज्यो 5:30 लगभग 5 या 5:30 सम्म चाहिँ हामीले धान काट्यौँ होइन फाइनली हामी चाहिँ सकेको छ अब हामी जाँदैन चटपटे खान्छ हामी दिनभरि काम गरेको चाहिँ मनाउनु पऱ्यो होइन मासु ल्याउँदैन मासु खानेर अब हाम्रो भेजिटेरियन भएर भेजिटेरियन अब मासु खान मासु खान छोडिदिने अरे कहाँ बिजी भयो भन्नु होला होइन सबै यो भ्लगमा पस्केको छु कहाँ गएँ भनेर होइन भाइ आर यु अफलाइन दिनभरि क्वेसन नगर्नु होला यस्तो क्रस क्वेसन नगर्नु होला होइन छिटै नै भ्लग चाहिँ आउँदैछ युट्युबमा सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला होइन